guys, welcome to my YouTube channel. So आज चाहिँ मेरो happy birthday हो है. So आज चाहिँ हाम्रो त्यस्तो एकदमै धेरै स्पेशल प्लान त केही छैन तर स्पेशल नै हो हैन. हामी चाहिँ पार्कमा गएर बस्ने अनि हल्का खानेकुराहरू बनाउँदै छौं. अहिले चाहिँ बिहानको 6 बज्यो. आज चाहिँ मेरो अघि नै देखि निन्द्रा खुलेको हैन. अस्तिदेखि लाइक यसपाली चाहिँ पार्कमा गएर लाइक ड्राई पिकनिक जसरी गएर अनि सेलिब्रेट गर्नु पर्ला भन्ने सोचिरहेको थिएँ मैले. सो म चाहिँ अब उठेर हल्का फ्रेश चाहिँ भएँ. एकछिनमा नुहाउँछु. अहिले चाहिँ खानाहरू प्रिपेयर गर्दैछु. सो स्टे ट्युन्ड. आजको चाहिँ म होल डे को ब्लग चाहिँ शेयर गर्छु है त. ल स्टे ट्युन्ड है त. सो हामी चाहिँ दुईजना मिलेर खाना बनाउँदैछौँ अनि म चाहिँ खानेकुरा बनाउँदैछु. मेरो हस्बेन्डले चाहिँ हल्का चलाइ गरेर सगाइराख्छ है. तो यहाँ चाहिँ चिकन पाक्दैछ. यो चाहिँ मैले मसरुम साध्नु पर्ला लाइक छोइला जस्तो बनाउनु पर्ला भनेर अलि थोरै नै भयो के यो त है. उसिन्दाखेरि अब झन् फ्राई गर्दाखेरि अझै थोरै हुने होला. यसो के अनि यहाँ चाहिँ चामल भिजाएको छु. म चाहिँ नुहाई धुवाई गरेर निस्केँ अनि हल्का रेडी हुँदैछु. कति पछि लगाएको कि यो गाजल अनि फाउन्डेसन है कस्तो अर्कै लाग्यो कि. अनि गाजल त लगाउनै नजाने जस्तो भएर मलाई त छ्या बिर्सेछु के. पहिला कति लगाउँथेँ. आजकल चाहिँ म खासै गाजलहरू फाउन्डेसनहरू चाहिँ रेगुलर लगाउँदिनँ अनि कस्तो लाग्यो कि. अब आज त हल्का फोटो खिच्न पर्छ भनेर पनि यसो लिपपोत गरेको. हामी चाहिँ रेडी भएर निस्क्यौँ. कता कफी ब्रेक. पर्फेक्टो. हामी चाहिँ निस्क्यौँ. कति छिटो गर्छु भन्दै डिले भइहाल्ने के. अनि लगभग 11:30 बजिसक्यो. कफी खाँदै जाँदैछौँ हामी चाहिँ. एकदमै गर्मी छ आज चाहिँ हैन. लास्टै गर्मी छ. राम्रो दिन पारेर ठ्याक्क बर्थडेको दिन पनि अनि मौसम पनि राम्रो दिन परेको थियो हैन. तर लास्टै गर्मी नै छ के छन चाहिँ. त्यही पनि इच्छो कि अब अलिकति शीतल खोजेर बस्नु पर्ला. लास्टै गर्मी छ. सो कफी खाँदै जाम. अब हामीलाई त्यहाँ पुग्नलाई लगभग आधी घन्टा जस्तो लाग्छ. स्टे ट्युन्ड है त. के आइपुग्यो. सरप्राइज आइपुग्यो नि त हो. सरप्राइज चरा पापाले सरप्राइज ल्याइदिन्छ नि त. छोरीको सरप्राइज हो यो. छोरीले मामालाई सरप्राइज दिनलाई हो. केक अर्डर गरिछ हो. एहे थ्याङ्क यू छोरा. थ्याङ्क यू बुढो. आई लभ यू. आई लभ यू टु. अहिले पछि हेर्न पर्छ केक. पापाले केक अर्डर गरिदिएको रहेछ नि त मामालाई. छोरीको तर्फबाट अरे नि त. ल हामी चाहिँ केक लिनलाई रोकिएको. अब लाग्दैछौँ पार्कतिर. हामी चाहिँ आइपुग्यौँ. अब यहाँ सामानहरू निकाल्नु पर्यो. बेबी कार अगाडि राखेको. पछाडि पनि टन्नै सामान छ. हे खै बोकिराख्छ न. यसै पुरा काठ छ. यो गर्मी छ. सबै तातो भइसक्यो होला नोमिमोनहरू चाहिँ. हे एक्लै गाह्रो हुन्छ कि एउटा पक्ष. म छोरीलाई राख्छु. हामी चाहिँ निस्क्यौँ अब पार्कमा छिर्नको लागि. अस्ति नैदेखि यसरी पिकनिक आउन मन लागेको है. कस्तो मेसै नमिल्या के. अनि आज चाहिँ फाइनल्ली इट्स द डे. एकदम रमाइलो मौसम छ आज. हल्का अलि गर्मी चाहिँ छ तर इट्स ओके. गर्मी भए पनि कस्तो रमाइलो छ कि. हाय रे. Hey, how are you? I'm fine. Thank you. छोरीले पिरिरहेछ. यहाँ टिकट काट्नु पर्यो. कस्तो राम्रो छ के. लेट्स गो. हजुरहरू पनि पुरा भ्यू इन्जोय गर्नुस्.
हाय रे लेकिनको बुढाहरूलाई ल्याएर जस्तो छ हो कि स्कुलका हो यहाँ चाहिँ यस्तो बारबिक्यू गर्ने ठाउँ पनि छ क्या छुट्टै रमाइलो छ है है हामी चाहिँ यहाँ आइपुग्यौँ खाली खाली रहेछ सायद आज एकदमै गर्मी भएर होला यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ पनि छ क्या यस्तो रमाइलो छ हामी चाहिँ यता माटो रहेछ ऊ यसको मुनि बस्नु पऱ्यो जस्तो लाग्यो यहाँनिर त्यहाँ अलिक पर हुन्छ यहाँनिर ओछ्याएर बस्नु पर्यो शीतलमा चट्ट लाएर हामी चाहिँ यहाँनिर बस्ने डिसाइड गरियो होइन फुल नै ओछ्याउँदा हुन्छ कि बाबु हाय अस्ति नैदेखि हो क्या मलाई यसरी मजाले बस्ने गरेर आउनु मन लागेको कस्तो साइतै नजुरे जस्तो भएको थियो फाइनली इट्स द डे मेरो पुन्तुरी त्यहाँ बसिरहेको छ अब यहाँ जुम्बी गर्नु पऱ्यो हल्का हामी चाहिँ जुम्बी गर्दैछौँ शीतलमा बस्न त आनन्दको छ अब हामी चाहिँ यहाँ पहिला खाना खाने तयारी गर्दैछौँ छोरीलाई पनि दुध बनाउँदै यो चाहिँ हाम्रो मसरुम अनि आलुको छोइला बनाउँछ टिस्यु दिउँछु त ल खाना हालेँ है मैले चाहिँ हाम्रो खाना छ पुलाउ बनाएको तर पुलाउ भयो जस्तै के भनौँ पुलाउ अनि यो मसरुम भयो अनि चिकन अनि मुलाको अचार अनि त्यसपछि ड्रिङ्क्सहरू छ सो सुरुमा यो खाम अनि एकछिनमा अहिले पछि चाहिँ चटपटी बनाएर खानु पर्ला सो या रमाइलो भइरहेछ ह्यापी बर्थडे टु यु थ्याङ्क यू सो मच मेरो छोरोको पारा होइन मेरो छोरोको पारा Cheers! Happy birthday to me! Happy birthday. मिठो छ आज फर्स्ट टाइम बुढोले बनाएको कस्तो छ फर्स्ट टाइम बुढोले बनाएको कस्तो छ बुढोले एक फेरि यसो गएर सगाएर चलाएको जस्तो गरेको कस्तो छ भन्छ नि बरु मैले माझेको भाँडामा पकाउने मैले भाँडा नमाझे भए यति मिठो हुन्थ्यो हजुरले माझेर हो योभन्दा मिठो त हुन्छ छोडिदिन्छ न पछि हामी एकछिन रेस्ट गर्ने प्लानमा छौँ पुरै सुतेर मेरो बुढा सुतिसक्नु भयो मेरो छोरी यता सुतिराखी छे म चाहिँ यतातिर पल्टिनु पर्ला एकछिन रेस्ट इज द बेस्ट कस्तो मजाको मौसम छ आनन्दको क्या कस्तो शीतल यस्तो रमाइलो छ नि मामाको ड्युटी सुरु भयो यहाँ पुन्तुरीलाई यो पनि टेमुको फ्री गिफ्टमा आएको है अहिले जस काम लाग्दो रहेछ यसो पार्कतिर आउँदा पनि काम लाग्दो रहेछ पछि बिचतिर जाँदा पनि काम लाग्छ यो चाहिँ खास चाहिँ मैले बिचतिर जाँदाखेरि हुन्छ भनेर मगाएको थिएँ तर जस पार्कतिर आउँदा नि युजफुल हुँदो रहेछ अगाडि स्ट्यान्ड छ नि त त्यही भएर हजुरलाई चाहिन्छ भने कमेन्ट गर्नु है म कोड दिन्छु आगे दिन्छु यसमा राखेर खुवाउनलाई इजी नै हुँदो रहेछ कि आगा दिनुहोस् हाम्रो चाहिँ फोटोसोटो भिडियो खिच्ने प्रोग्राम भइरहेछ अब लगभग 16 जाने तयारी अब लास्ट केक काट्ने चटपटी नै खानु बाँकी छ त्यसपछि जाने आगर कति
मेरो खुसी मेरो आँसु सबै सबै तिमीलाई हाय हेलो केक हेरौँ है थ्याङ्क यू सो मच बुढो केकको लागि मैले किने होइन यो कहिले किने आज छोरीले छोरीले केक किन्न सक्ने भइसक्यो आरिगातो नि छोरीलाई पनि कता हो यता हो ह्याप्पी बर्थडे मामु थ्याङ्क यू सो मच आरिगातो गोजाइमास एउटा मात्रै बाल्नु पर्यो है क्यान्डल आफ्नो बर्थडे भनेर के गर्नु सबै आफैले गर्नु परेपछि गाह्रो छ हो मलाई पनि त्यो चाहिँ खास कहाँ राख्ने रहेछ हौ यो हावा लगाइराख क्यान्डल त बल्दैन होला हौ बल्दैन छोडिदिन्छ है Happy birthday to you. Happy birthday to you. Happy birthday dear Budu. Happy birthday to you. काट्नु लाग्यो अब थोरै मात्रै खानु पर्यो बाहिर काटे थ्याङ्क यू बुढो Welcome. for the Wasty cake. यस्तो मिठो केक अर्डर गरिदिएकोमा धन्यवाद. Welcome, happy birthday to you. Happy birthday to you. केक पकिसक्यो घरै गएर खाम है. यो बाँकी केक चाहिँ घरै गएर खाने डिसिजन भयो हाम्रो किनभने पार्कको बन्द हुने टाइम भइसक्यो. सो या यसरी आजको हाम्रो बर्थडे सेलिब्रेसन चाहिँ एकदम धुमधाम रमाइलो भयो. अब चाहिँ हामी घर फर्किन्छौँ यो सबै सामानहरू समेटेर. इफ लास्टसम्म हेर्नु भएको छ भने चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ. अनि यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गर्न, कमेन्ट गर्न र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला. अनि म चाहिँ यो युट्युबमा चाहिँ भर्खर मैले भ्लगहरू हाल्न स्टार्ट गरेको. बानी परिसकेको छैन क्या. टिकटकमा चाहिँ कस्तो इजी लाग्छ होइन. अनि यो यस्तो टाइपको यसरी बनाउनलाई चाहिँ अलिक कस्तो अकमक्किया जस्तो हुन्छ. स्टिल आई एम ट्राइङ होइन. आई विल ट्राई माई बेस्ट है. सकेसम्म राम्रो गर्न ट्राई गर्छु. सो यही नै हो. स्टे ट्युन्ड है. हेर्दै गर्नु होला, फलो गर्दै गर्नु होला. यसरी नै माया गर्नु होला. नोटिफिकेसन के आइसक्यो, अनाउन्समेन्ट आइसक्यो फेरि. Okay, bye-bye. Happy birthday to you. Thank you. Thank you everyone. Bye-bye.